नमस्ते साथीहरु, म रुपेश छेत्री। म चाहिँ अहिले मलेसियामा फिलहाल मलेसियामा छु। म चाहिँ अहिले बिहानको 10 बजे ड्युटी जाँदै छु अनि त्यसपछि आज चाहिँ बातुसे मिलन भन्ने ठाउँमा चाहिँ म जानुपर्ने छ काम गर्नलाई। आज हाम्रो चाहिँ कहिले कहिले महिनामा एकचोटी दुईचोटी कहिले तीनचोटी पनि ब्याकअप हाम्रो लिएर जान्छ। हाम्रो चाहिँ कम्पनीको ब्रान्च धेरै छ, त्यही भएर अर्को ब्रान्चमा हामीले काम गर्न जानुपर्छ। सबैजना पर्दैन, जसले ब्याकअपमा काम गर्नुपर्छ उनीहरूले जानुपर्छ। त्यही भएर म चाहिँ आज ब्याकअप जान लागेको। अरु साथीहरु पनि छ। अहिले चाहिँ पहिले सुरुमा ड्युटी बस्नु पर्यो अहिले, अनि त्यसपछि 10-15 मिनेट वेट गरेर त्यसपछि ब्याकअप जाने। अब सबैजना आइसक्यो। अब चाहिँ हामी हिँडिरहेको। यतातिर दिनेश छ, यतातिर एउटा साथी छ, अगाडि उताबाट 3 जना जाँदैछ। अब हामी चाहिँ गाडीमा बसेर हिजो त नि रुममै थिएन त, कहाँ गएको थियो? रात 12 बजेसम्म बल खेल्छ। हेर नि अब चाहिँ हामी गाडीमा बसेर अब चाहिँ जाने हो। हामी चाहिँ अहिले गाडीमा बसेर हिँडिसक्यो। गाडी यतातिर 4 जना, हामी 2 जना, 6 जना भयो। हामी चाहिँ हिँडिरहेको। अहिले चाहिँ पानी परेको थियो बाहिर, यहाँ सिसामा पनि हल्का पानीहरू परिरहेको छ। म चाहिँ यहाँनिर आइसकेँ काम गर्ने ठाउँमा। यो चाहिँ हाम्रो काम गर्ने ठाउँ यस्तो छ। यो चाहिँ यतातिर चाहिँ सामान हालिसकेर छ, यतातिर चाहिँ हामीले सामान आफैले हाल्नुपर्छ। यो सामानहरू खाली ठाउँ जति सबै सामान हाल्ने। यतातिर यतातिर यस्तो ठाउँमा लेखेर राख्दै हुन्छ सामान, के सामानहरू राख्ने भनेर। यसरी त्यही हेरे अनि हामीले चाहिँ सामान राख्नुपर्छ। आजको चाहिँ हाम्रो काम सकिसक्यो। अब जति सामान आएको थियो हामीले त्यति सामान मिलाइसक्यौँ। अहिले चाहिँ कुनै ठाउँमा खाली छ, यतातिर यो खाली नै छ। यतातिर चाहिँ जति आएको त्यति सामानहरू चाहिँ हामीले मिलाइसक्यौँ। अब चाहिँ हामी जान लागेको आज चाहिँ यहाँबाट। अब फेरि हामी अर्को दिन आउँछौँ कुनै दिन। अब कम्पनीले कुन दिन जा भन्छ त्यही दिन चाहिँ हामी आउने। आज चाहिँ हाम्रो लागि यति नै। यतातिर पनि मिलाइसक्यौँ, यो साइड पनि। अब त्यो साइड खाली छ, त्यो साइड चाहिँ कहिले आउनु भन्छ फेरि आएर चाहिँ अनि मिलाउने हामीले। सबैजनाले मेरो भिडियो हेरिदिनु भएकोमा सबैजना धन्यवाद। सबैजनाले मेरो च्यानललाई लाइक सब्स्क्राइब गरिदिनु होला। हस्त आजको लागि यति नै।